वेलकम ब्याक टु न्यू भिडियो। आज चाहिँ हाम्रो भाइले चिक्स लिएर पठाएको छु मैले। त्यो चाहिँ कसको लागि भन्दाखेरि यसको लागि। किन चाहिँ थाहा हैन, किनकि यो चाहिँ अहिले एक्लै छ यार। यो चाहिँ सबभन्दा सानो साइजको छ अनि यसले हेर्नु सबैले टोके गर्छ क्या। यसको लागि त फिमेल हामीले ल्याएको थियौँ। यो जुन लेयर्सको चिक्स छ नि यो चाहिँ भाइ अनि म गएर किनेको थियौँ। यो हाम्रो सेरा बाँदर यार। म तपाईँहरू भाइ आएपछि म त बोलाउँछु। सो गाइस भाइ चाहिँ आइसक्यो। उई भाई कॉफी प्यारो हो भाई यो तो। उए गाइस यहाँ हेर्नु, तर यो अलि सानो साइजको छ यार। हेर्नु हाम्रो इगल, हाम्रो सेरा। यो नि यो त कस्तो कङ्नी तित्तर जस्तो देखिरहेको भाइ। तित्तर ऱ्याबिट्सहरू चाहिँ अहिले छैन है गाइस। यता तिनीहरू छतमा छ। यो गाइस तपाईँहरूलाई थाहा नै, ग्रिन कलरको हामीले कलर हानेको मेल निस्क्यो। हाम्रो परिवारले निकालेको थियो। खान्छु नि गाइस। म चाहिँ तपाईँहरूलाई देखाउँछु भाइले कहाँबाट ल्याएको। भाइले यताबाट आएको, तर उही पहिला म तपाईँलाई यहाँबाट देखाउँछु। यो हेर्नु हाम्रो ओल्ड एकुरे मैले यत्तिकै पढाएँ यार। यता हाम्रो अस्कर फिसहरू थियो। यहाँ हेर्नु म त जन्मे थिइनस्, जन्मे थिइस् होला, तर एकदम त्यो त कति साल अगाडिको कुरा यार। हामीसँग 10-12वटा कति। म चाहिँ तपाईँलाई देखाउँछु भाइले कहाँबाट ल्याए। यो जुन ठाउँ छ नि यहाँनिरबाट ल्याए होइन। भिडियो त छ हामीसँग, ओल्ड भिडियो, तर त्यतिखेर मनै छैन क्या त्यो भिडियो। गाइस यहाँ अब चाहिँ म यता हाम्रो मेल चिकनहरू म तपाईँलाई छु। अनि म तपाईँहरूलाई ऱ्याबिट्सको अपडेट दिएँ। ऱ्याबिट्सहरू बिल्कुल ठिक छ गाइस। अनि आज हामी हाम्रो पिजन्सको होइन बाहिर छोड्नेलाई, हाम्रो पिजन्सहरूको आज फ्लाइङ पनि हुन्छ। तर आज चाहिँ हामी सबै चिक्सहरूलाई बाहिर लिएर भाइ लो जी। म यिनीहरूलाई बाहिर निकाल्न, यिनीहरू त आफै उडेर बाहिर गऱ्यो। म न्यू, यो फिमेल, यो मेल, यो फिमेल, यो मेल, यो फिमेल। यो हाम्रो पहिलाको, यसको लागि मेल छ गाइस। यो हाम्रो होइन, यो हाम्रो परिवारले निकालेवाला चिक्स यो। अनि यो आज यसको लागि लिएको। यिनीहरू त भाइ लोकल हो, यत्तिकै जम भन्छ विदेशी। ए इगल मोटे, इगल इगल इगल। ओ तिमीहरूलाई पनि गाइस यो चाहिँ यो लोकलहरू चाहिँ मेरो हो। अनि लेयर्सको चाहिँ जासिकारीको। यसलाई पनि यता छोडिदिउँ भाइ। सेरा हेर्नु, यिनीहरू त भाइ आफै जम्प मारेर आयो भाइ। यो 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 सेरा त हान्दिनै हाल्छ। ओ इगल मस्त किरी मकोडी खोजेर खाइ गाइस। यहाँनिर चाहिँ हाम्रो ट्याङ्क हेर्नु गाइस। वाह 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 गप्पिज यस्तो कलरफुल छ नि। अनि यो हेर्नु गाइस, यो वाला तपाईँ गप्पी हेर्नु है। यो वाला यताबाट हेर्नु, यो हेर्नु गोल्डन। अनि यो फुड पनि हेर्नु, स्पेसली यही गप्पी हो। अनि यो यही गप्पी हो कि गाइस, देख्नुभयो गाइस। भोलि चाहिँ यसको च्यालेन्जिङ भिडियो आउँछ। है हाम्रो पन्डेसमा चाहिँ अहिले बेबी फिसहरूलाई मैले राखेको 5वटा यसैको मन्डी छ, 5-6वटा। अनि गाइस त्यहाँ हेर्नु घाँसले भरेर पुरा भयो। म चाहिँ एकैचोटि घाँस कट्टाएर यार घाँसिदिनु यार गाइस। अब म चाहिँ एउटा टेन्सनमा छु यार कि जब हाम्रो ऱ्याबिट्सलाई बचाउँछ हामी राख्ने कहाँ। एउटा राखौँला, 2टा राखौँला, 3टा राखौँला, 4वटा राखौँला, 5वटा राखौँला, 6वटा राखौँला, 8 राखौँला, 9वटा राखौँला, 10वटा राखौँला। तर त्यसपछि के चाहिँ गरिन्छ भाइ। यो यहाँ हेर्नु गाइस, किन थाहा त्यहाँ हेर्नु, त्यो चाहिँ गाइस त्यो चाहिँ आधी ऱ्याबिट, यो चाहिँ आधी ऱ्याबिटको यो स्नोको भुत्ला कम गरेको, अनि म्याङ्गोको भुत्ला कम गरेर यसको पनि कम गरेर, अनि आधी चाहिँ रकीको। अनि म सोचिरहेको छु यार। अनि गाइस तपाईँहरू चाहिँ एउटा चिज भन्नु यार, हाम्रो सेटअपबाट होइन यो लाल बन्दको जोडा जान सक्छ होइन। कसैलाई गिफ्ट हो क्या, कसैलाई गिफ्ट हो होइन। मतलब जान्छ 5-6 महिनापछि फेरि आइहाल्छ कि यो सिराजीको जोडा। तपाईँहरू यार आफै भन्नु नि, सिराजीको पेयर दिउँ हामी। यो सिराजीको म तपाईँलाई एउटा चिज देखाउँछु। यिनीहरूले अन्डा पारेको चाहिँ तपाईँहरूलाई थाहा होला। यसको एउटा साइड पुरा ब्ल्याक छ, अर्को साइड पुरा व्हाइट छ। यो अहिले फ्लाइङको हो, तर यसको चाहिँ अहिले मैले चाहिँ तिनीहरूको समातेको है। त्यही भएर यसको चाहिँ अहिले पखेटा काटे है। म तपाईँलाई देखाउँछु। यसको चाहिँ अहिले पखेटा काटे है। ओइ फ्लाइङको खोलौँ, एकछिन फ्लाइङ गरौँ अनि हेरौँ। तपाईँहरू अब कमेन्ट हान्नु, सिराजीको पेयर दिउँ कि हामी यो लाल बन्दको दिउँ। फ्लाइङको निकालौँ भाइ। जा भाइ। ओए कौवामा जा भाइ। यसको टेलको डिजाइन हेर्नु, यो हाम्रो स्लेटा
नि अब यो फ्लाइङ गर्दैन यार हामीसँग पहिला फ्लाइङको पुरा तपाईँहरू थाहा छ जब तपाईँहरू